नमस्ते साथीहरू, राधे राधे। कस्तो हुनुहुन्छ? सबैजना सकुशल आराम हुनुहुन्छ भन्ने कामना गर्दछु। मेरो चाहिँ बिहानीको सुरुवात यसरी हुन्छ साथीहरू। आज म मेरो जिन्दगीको भोगाईको थोरै कहानी भन्छु कि साथीहरू। मलाई भन्नुहुन्छ कि साथीहरू, सबैजनाले मैले प्राय गरेर रोएर भिडियो बनाउँछु नि त। मलाई चाहिँ जसले माया गर्नुहुन्छ नि उहाँहरूले भन्नुहुन्छ कि हजुर कति रोएर भिडियो हाल्नुहुन्छ, रोएर भिडियो नहाल्नुहोस् न भनेर। दुई चारजना त दुश्मनहरूलाई त अब रमाइलो लाग्ने भयो होइन, तर मेरा मित्रहरू पनि हुनुहुन्छ नि त, उहाँहरूले चाहिँ भन्नुहुन्छ रोएर भिडियो नहाल्नु न प्लिज भन्नुहुन्छ। अनि हुन पनि हो, कहिलेकाहीँ एकदमै रुन मन लाग्छ क्या, अनि रोएर भिडियो हाल्छु। अनि छोरीहरूले चाहिँ एकदम गाली गर्छन्, रुन चाहिँ नपाई भन्छन्। पहिला पहिला म खासै रुने थिइनँ कि, मेरा जो चोटहरू पीडाहरू मैले कसैलाई पनि देखाउँदिनँ कि साथीहरू। तर कहिलेकाहीँ आजभोलि एकदम रुन मन लाग्छ कि, बितेका कुराहरू होइन, मान्छेहरूले लगाएका वचनहरू सम्झिँदा रुन मन लाग्छ कि। म दुःख पाएर पीडा भएर अहिले मलाई एकदम गाह्रो भएर रोएको होइन, फेरि मेरा दुश्मनहरूलाई चाहिँ फेरि खुसी होला नि त्यस्तो होइन। तर आजभोलि मलाई पहिला पहिलाका विगतमा घटेका घटनाहरू सम्झिँदा एकदमै मन भारी भएर आउँछ, अनि आँसु रोक्न सक्दिनँ कि मैले, अनि रोइहालेर अनि भिडियो बनाउँछु। अनि त्यो गर्दाखेरि फेरि सबैको गाली खाइन्छ, अनि सबैले भन्नुहुन्छ नरुनुहोस् नरुनुहोस् भनेर। अनि त्यस्तै छ साथीहरू, दुःख पीडा भन्ने कुरा होइन सबैलाई हुन्छ, तर कसैलाई सहने शक्ति अलि बढी हुन्छ, कसैलाई सहने शक्ति अलिक कम हुन्छ होइन। त्यही हो कुरा, दुःख नहुने त कुनै छ र संसारमा, भगवान्लाई त शान्ति छैन भने होइन, हामी त मानव हो एउटा। त्यसैले दुःख सुख सङ्घर्ष पीडा तनाव टेन्सन सब थोक सहँदै 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 होइन यहाँसम्म आइएछ होइन। अझै कति सहनु पर्ने हो होइन, सबैका वचन, आफन्तहरूका हेला टचर होइन, हरेक कुराहरूलाई पछाडि धकेल्दै धकेल्दै यहाँसम्म आइएको छ। अझै कतिसम्म पनि सहनु पर्ने हो त्यो केही पनि थाहा छैन होइन। मान्छेको जिन्दगानी यस्तै हो साथीहरू होइन, बक्के गर्ने जस्तो स्थितिमा पनि आफ्नो कर्म चाहिँ गर्नु नै पर्ने रहेछ। तर चाहिँ कहिलेकाहीँ रोएर भिडियो बनाए पनि होइन, म चाहिँ बाहिर देख्नको लागि चाहिँ म कहिल्यै पनि मतलब म एकदम पीडा भए जस्तो गर्दिनँ कि, एकदम हाँसेर हिँड्छु होइन। त्यस्तो पीडा भएर पीडा पनि छैन होइन, अहिले त त्यस्तो छैन। अहिले त सब कुरामा साथ सपोर्ट गर्ने मेरा सन्तान छन्, छोरीहरू, टिन्टी छोरीहरू होइन। अनि त्यसमा चाहिँ यति थोरै रोए पनि नरो, यति थोरै हल्का टेन्सनमा भने के भयो, साँच्चै भन्ने हो भने त मैले एकदमसित एकतिर यसो हेरेर उभिने भने पनि के भयो किन टलाउनु, त्यस्तो टाइपको आउँछ।